हेलो एभ्रिवान, आज चाहिँ हामी तातो पानी जाँदै थियौँ अनि यो चाहिँ खाडी चौर हो। हामी चाहिँ खाडी चौरमा वेट गरिरहेका थियौँ बसको। अनि हामी गाडीको वेट गरिरहेका थियौँ। गाडी पनि आयो, गाडी चढेर हामी लाग्यौँ। अनि यो भ्यू, खोला नाला हरियाली हेर्दै हामी चाहिँ गयौँ। अनि यति बिजी भयो यो तिहारको बेलामा, तिहारको अघिल्लो दिनको ब्लग हो वाइटिकाको। अनि यति बिजी भयो कि यो फुर्सदै भएन कि भिडियो हाल्न नि। अनि हामी चाहिँ जाँदै थियौँ तातो पानी नुहाउनको लागि। टाइमै नहुने अनि टाइम भएको बेलामा यसो गएर आउन भन्यो। त्यही पनि यति धेरै अब बिजी भइन्छ नि त यो तिहारको बेलामा त। अनि त्यही पनि गयौँ हामी चाहिँ। यस्तो भ्यू राम्रो अनि हामी बाटोमा सुन्तला खाँदै खाँदै राम्रो भ्यू हेर्दै हामी चाहिँ अब पुग्नु लागिसकेको थियौँ होइन। अलिअलि अफ रोड छ। अनि अस्ति त्यो बर्खामा यति धेरै पानी परेर चाहिँ बाटोहरू कस्तो खत्तम बनाएको रहेछ कि। अनि त्यहाँबाट यति राम्रो भ्यू देखिन्छ नि, पहाडको तल्लोपट्टि मात्र चाहिँ यस्तो दामी भ्यू हुँदै जाने हो। अनि कति धेरै पुलिस चेकिङ पनि हुन्छ। त्यहाँबाट हामी बसबाट ओर्ल्यौँ। अनि त्यसपछि चाहिँ बल्ल पुग्यौँ। अनि बल्ल झरेथ्यौँ गाडीबाट। त्यो गाडीले त यस्तो फोहोर धुवा पारेर वहीँ गइदिरहेको कि। एनिवे हामी चाहिँ त्यहाँभित्र गयौँ मन्दिर। अनि कति राम्रो भ्यू देखिरहेको थियो। त्यो मान्छेहरू नुहाइरहनु भएको रहेछ, पुरै देखाउनु त भएन। अनि हामीले नुहाएको पनि भिडियो बनाएनौँ, अब त्यहाँ पब्लिकली नहुने हो नि त। अनि त्यसरी हामीले केही पनि देखाएनौँ। अनि नुहाइ गरेर अलिअलि मेकअप धसेर अनि यसो भिडियो बनायौँ। कति राम्रो बनाएको छ कि शिवको मूर्ति पनि अहिले त। अनि हामीले चाहिँ यस्तो भिडियोहरू बनायौँ, फोटोहरू पनि खिच्यौँ। बहिनी म गर्थ्यौँ नि त। अनि कति राम्रो बनाएको छ कि यो एरिया चाहिँ होइन। नुहाइधुवाइ गऱ्यो अनि मजाले खोलाको छेउमा बस्यो, फोटो खिच्यो होइन। बहिनी र मेची हुन्छ नि, यत्तिकै हामी आफै भिडियो बनाइरहेको थियौँ। अनि त्यसपछि हामी माथि आएर टिका लगाएर धुपबत्ती गऱ्यौँ। अनि बहिनीले पनि लगाए। त्यो हजुरबाले चाहिँ यति राम्रोसँग आशीर्वाद दिइरहनु भएको थियो नि। अनि हामीलाई चाहिँ यस्तो दह्रो भोक लागिरहेको थियो। अनि माथि आएर हामी चाहिँ दह्रो भोक लाग्यो। अनि कस्तो थुक्पा खानु मन लाग्थ्यो कि क्रेभिङ भइरहेको थियो। अनि खायौँ हामीले त्यहाँ चाहिँ होइन। अर्डर गरेर त्यो गाडीको लागि हामी कुरिरहेको थियौँ कति बेला आउँछ भनेर। तर गाडी आइहाल्यो कि। अनि हामी चाहिँ हतार खाएर हामी चाहिँ अब हिँड्न पर्ने भयो। खायौँ अनि हामी चाहिँ हिँड्यौँ। घर आउँदा एकदम धेरै थकित भइसकेका थियौँ। आजको लागि यति नै, बाई बाई गाइज।